सबैजनालाई नमस्कार है। आज एउटा सानो विषयवस्तुमा उठाउँला। अहिले के अरे हिजो राति 12 बजे भन्ने कुरो छ। हिजो राति 12 बजे चाहिँ नेपालमा चाहिँ नागरिक बचाऊ महाअभियानका संयोजक तथा सदस्य के अरे संयोजकलाई चाहिँ सरकारले चाहिँ यो नालायक सरकारले चाहिँ यो नालायक सरकार, कठपुतली सरकार, त्यसपछि यो बारबाराको सरकार, यो एनजिओको सरकारले चाहिँ यो राष्ट्रघाती सरकारले चाहिँ एउटा राष्ट्रवादी नेतालाई चाहिँ एउटा राष्ट्रको लागि, जनताको लागि बोल्ने मान्छेलाई चाहिँ एउटा चाहिँ हिजो चाहिँ के भन्छ विभिन्न अभियोग लगाएर चाहिँ समाएको रहेछ हैन। अनि यो नालायक सरकारलाई चाहिँ यसको चाहिँ घोर भर्सना गर्दछु म। नम्बर 1 कुरा। नम्बर 2 कुरा चाहिँ मैले नालायक कठपुतली किन भने भन्दाखेरि चाहिँ पहिला चाहिँ नेपालमा सरकार के हुन्थ्यो भन्दाखेरि विदेशीहरूले चाहिँ नेपालमा चाहिँ सरकार बनाउनको लागि चाहिँ पहल गर्ने अथवा उनीहरूको सपोर्ट हुने हुन्थ्यो। अहिले डाइरेक्ट उनीहरूकै सरकार छ क्या। यिनीहरू यो जति जति अनुहार देखेकै छन् यी सबै यिनीहरू नेपाली कोही पनि हैनन्। नेपाली अनुहार नेपाली, भेषभूषा नेपाली, बोली नेपाली भएर हुँदैन। यी सबै विदेशी एजेन्ट हुन्। विदेशी एजेन्टहरूले देश चलाइरहन्, देशको मन्त्री प्रधानमन्त्री भइरहन्। तत्कालै नेपाली सेनाले चाहिँ यिनीहरू सबलाई अपजस्त गरेर नेपाली सेनाले चाहिँ देश चाहिँ आफ्नो नियन्त्रणमा लिएर चाहिँ लगभग 5 वर्ष चाहिँ ढुक्क साथ चाहिँ अरू केही नहेरिकन उयो एकदम के भन्छ उत्तर कोरिया जस्तो हिसाबले चाहिँ शासन गर्नुपर्ने अवस्था भइसक्यो देश बचाउने हो भनेदेखि। किन भन्दा यो नालायकहरूको पछि लाएर चाहिँ हुँदैन। देश चाहिँ झन् भर्खर जान्छ। देश चाहिँ अब अन्तिम के अरे अन्तिम गन्तव्य भनौँ न एउटा त्यो के भन्छ शिखरको चाहिँ अन्तिम हुन्छ नि, त्योभन्दा बढी हुँदैन नि, त्यस्तो अवस्थामा पुगिसक्यो। उल्टोबाट शिखरमा पुगिसक्यो। त्यो कारणले गर्दा तत्कालै नेपाली सेनाले चाहिँ यिनीहरू सबलाई बर्खास्त गरेर चाहिँ हैन अर्को व्यवस्था नल्याइकन यो काम चाहिँ यो चाहिँ छैन। यो चाहिँ अब देश चाहिँ टिक्ने अवस्था छैन हो। त्यो कारणले गर्दाखेरि चाहिँ अहिलेलाई मैले चाहिँ यति नै गरेँ है त। ल, धन्यवाद।